अहिले हामी जुम्लाको चन्दननाथ मन्दिरमा छौं। केही बेरमा हामी अब रारातर्फ लाग्दैछौं। हामी बिहान 7 बजे रारातर्फ लाग्यौं। हामीलाई लिन जीप हाम्रो होटलमै आएछ। हामी जीपसँगै अगाडि बढ्दै गयौं। खाना खानको लागि जुम्लाको सिन्जा भ्यालीमा रहेको रोयल सिन्जा होटलमा बस्यौं, जहाँ हामीले स्वादिष्ट मार्सी चामलको खाना खायौं। मार्सी चामलको रियाक्सन 2 मिनेटमा देखिन थाल्यो। नपत्याए तपाईहरु पनि हेर्नुस्। जीप लिएर सल्लेरी भन्दा माथिसम्मै पुग्यौं। जीपबाट झर्ने बित्तिकै ठुलो चौर देख्यौं। चौरमा रमायौं, फोटो खिच्यौं। त्यसपछि हामी अझै हिँड्यौं र हामी पुग्यौं स्वर्ग राराताल। रारा साँच्चै नै स्वर्गको टुक्रा जस्तै रहेछ। हामी रारामै रमायौं, रारामै घुम्यौं, रारामै खेल्यौं। रारा हामीलाई स्वागत गर्न निकै नै आतुर देखिन्थ्यो। राराले आफ्नो रङ आकाशसँग मिसायो, हिमाललाई हँसायो र साँझलाई जिस्कायो। हामी त्यसमै लट्ठ भयौं। हामीले बस्नको लागि न्यानो टेन्ट पायौं। राति आगो ताप्यौं, खाना खायौं, फोटो खिचायौं, फेरि सुत्यौं। आउँछु कि पस्न मेरो भिडियो बन्दै नहिँड अगाडिबाट। हामी बिहान चाँडै उठ्यौं। रारालाई चारैतिरबाट हेर्यौं। रारामा सूर्य उदाएको हेर्यौं। रारा हेर्ने रहर अझै पूरा नभएको हुँदा हामी रारामा बोटिङ गर्ने निर्णय गर्यौं र राराबाट वारीदेखि पारीसम्म बोटमा सरर मजाले आनन्द लियौं। वाह, अब दाइ चाहिँ चट्टै बनाउँदै हुनुहुन्छ हैन? रकेटको स्पिडमा लगिरहेको छ भन न। फोटो भिडियो बनाउनु न, हाम्रो मोबाइल राम्रो छैन। अहिले म माग्छु हजुरहरुसँग। छेउमै छ आइफोन वाला उतै छेउमै छ। को हुनुहुन्छ? उ आइफोन वाला उतै छ।
रातो चामल खाइदिउँला झिल्के टोपी लगाइदिउँला पर्यो माया जालैमा रातालैमा ल गाइज हामी चाहिँ अब सजरीबाट निस्क्यौँ कति 12:30 भयो अब हामी सुर्खेततिर लाग्दैछौँ अब सुर्खेतको यात्रा सुर्खेतबाट बस पाइन्छ न्यास लेसी के हुन्छ सल्लेरीबाट हामी त्यो दिन कालीकोटसम्म मात्र आइपुग्यौँ कालीकोटमा हामी होटलमा बास बस्यौँ र भोलिपल्ट त्यही गाडीमा हामी सुर्खेत झऱ्यौँ सुर्खेतमा हामी बजार घुम्यौँ बुलबुले ताल हेऱ्यौँ र 4 बजेतिर काठमाडौँको नाइट बसको टिकट काट्यौँ र राति हामी नाइट बसमा सरेर काठमाडौँ फर्क्यौँ काठमाडौँ हामी भोलिपल्ट दिउँसोको 3 बजेतिर आइपुगेका थियौँ